आफ्नो थानेर पेटमा राखेर जन्माएको बच्चा आफ्नो नभएपछि कस्तो होला? हजुर, यस्तै एउटा घटना हाल भाइरल बनिरहेको छ। अमेरिकाको फ्लोरिडामा आइभीएफ अर्थात् टेस्ट ट्युब प्रणाली मार्फत गत डिसेम्बरमा जन्मिएको बच्चा आफूहरूसँग जैविक रूपमा नमिलेपछि उनको वास्तविक आमाबुवाको खोजी भइरहेको छ। गत डिसेम्बरमा आफ्नी छोरीको जन्मपछि फ्लोरिडाका दम्पति टिफानी स्कोर र स्टेभन मिल्सले थाहा पाए कि उनी जेनेटिकली उनीहरूसँग सम्बन्धित छैन। यो आइभीएफबाट तयार पारिएको भ्रूण यताउता भएकाले हुन गएको बताइएको छ। कानुनी उजुरी अनुसार दम्पतिले डाक्टर मिल्टन म्याकनिकोलसँग फर्टिलिटी सेन्टर अफ ओर्लान्डोमा उपचार गर्न गएका थिए। उनीहरूले 3वटा व्यवहार्य भ्रूण सृजना गरेका थिए, तर जब उनीहरूको बच्चाको जन्म भयो, उनीहरूले तुरन्तै केही गलत भएको महसुस गरे। अब बच्चाको जैविक आमाबुवाको खोजी भइरहेको छ। तिनीहरूका वकिल भन्छन् कि धेरै परिवारहरू बच्चासँग जेनेटिक रूपमा जोडिएका हुन सक्छन् कि भनेर सोच्दै अगाडि आएका छन्। एक न्यायाधीशले क्लिनिकलाई आइभीएफबाट बच्चा जन्माउन पहिले आएका व्यक्तिहरूलाई निशुल्क जेनेटिक परीक्षण प्रदान गर्न आदेश पनि दिएका छन् र कम्तीमा एक जोडी हाल परीक्षणको नतिजाको पर्खाइमा छन्, जुन मार्चको सुरुमा अपेक्षित छ। दोस्रो चरणको परीक्षणमा सन् 2020मा स्कोर र मिल्ससँगै भ्रूण सङ्कलन गराएका लगभग 20 जना समावेश हुनेछन्। यसैबीच दम्पतिलाई डर छ कि उनीहरूको आफ्नै जैविक बच्चा अरू परिवारले हुर्काइरहेको हुन सक्छ। उनीहरूलाई एउटा भ्रूण भने भण्डारणमै रहेको भनिएको छ। यद्यपि यो वास्तवमै उनीहरूको हो कि होइन भन्ने कुरा चाहिँ पुष्टि भएको छैन। यसो हुँदै गर्दाखेरि उनीहरूले हुर्काइरहेको हालको बच्चालाई भने माया गर्छन्। स्कोर र मिल्सले भनेका छन् कि उनीहरू उक्त बच्चाको जैविक आमाबुवा खोज्नुलाई नैतिक दायित्वका रूपमा लिएका छन्। भावनात्मक र जटिल अवस्था अझै पनि देखा पर्दै जाँदा मुद्दाको अदालतमा सुनवाई आउँदो मार्च 4मा हुने तय भएको छ।